नमस्ते, मेरो नाम चाहिँ रश्मि पनेरू। अहिले हजुरहरूले मेरो भिडियो फोटोहरू सबैतिर देख्नु भएको होला। मम बाबा चाहिँ मेरो बुवा चाहिँ बीचमा कहाँबाट आउनुभयो अनि अर्काको बुवालाई अर्काको फ्यामिलीमाथि अनि यत्तिकै जे पाए त्यही अनि दोष लाउने अनि अर्काको बुवालाई नराम्रो भन्ने तपाईहरुलाई यो हक कसले दियो? कसैलाई जज गर्ने, कसैको बारेमा नराम्रो भन्ने अनि सबैजनाले भनिराख्नु भएको छ कि त्यो भाइलाई न्याय मिल्न पर्छ रे, न्याय दिन्छौं रे। न्याय दिनलाई गर्नलाई तपाईहरु को हो र? जज छ त, कोर्ट छ त। उनीहरु भएको के फाइदा नि? तपाईहरुले नै न्याय दिने भए सबै डिसिजनहरु तपाईहरुले नै बनाउने भए त के हुन्थ्यो र? आफ्नो भ्यूज बढाउनको लागि, आफ्नो लाइकहरु बढाउनको लागि यत्तिकै मान्छेको कसैको पनि फोटो युज गरेर यत्तिकै जे पाए त्यही बोल्न पाउँछ, गाली गर्न पाउँछ। मेरो इमेज छैन, उ छैन, मेरो इज्जत छैन। अनि अर्को कुरा चाहिँ धेरै मान्छेहरूले इभन मलाई मेरो इनबक्समा पनि आएर भन्नु भएको छ कि ओ भाइसँग कन्ट्याक्टमा आऊ रे, उसँग कुरा गर रे, गर भनेर भन्नु भएको छ। मैले उलाई कुनै ठाउँबाट पनि ब्लक गरेको छैन, इन्स्टाबाट पनि, फेसबुकबाट पनि, कुनै ठाउँबाट, व्हाट्सएपबाट पनि, कहीँबाट पनि मैले उलाई ब्लक गरेको छैन। सबै ठाउँबाट उ मेरो कन्ट्याक्टमै छ। अब हामीहरुको यस्तो भइराको भएर अहिले कुरा मात्र नभएको, मैले काहीँ कुनै ठाउँबाट केही पनि गरेको छैन उलाई। अनि अर्को कुरा चाहिँ अब उसको पैसा फिर्ता गर भन्ने कुरा भएको छ। उसको पैसा खायो रे, उ गर्यो भन्नु भएको छ। अनि त्यो कुरा पनि म हजुरहरुलाई भन्छु, त्यसको आन्सर पनि म दिन्छु हजुरहरुलाई। हामी दुईजना फ्यामिलीले बसेर नै सबै चीज गरेरै हामीले डिसिजन बनाएर उसको पैसा रिटर्न गर्दिनी भनेर भनेको हो। अनि अर्को कुरा चाहिँ हाम्रो पैसा यति लागेको उति लागेको भनेर भन्नु भएको छ यता युएस पठाउँदाखेरि। त्यो कुरामा पनि म के भन्न चाहन्छु, मेरो बुवाले पनि आधी पैसा लगाउनु भएको थियो, आधी पैसा मेरो बाबाले पनि दिनु भएको थियो। सो हेल्प गर्नु भएको थियो हामीलाई। अनि त्यही भएर अनि मेरो बुवाले चाहिँ हामीहरुले दुईजना परिवार बसेर मिलेर चाहिँ अनि हामीले के भनेको थियौं भन्दाखेरि सल्लाह गरेको थियौं पैसा चाहिँ अनि दिनी भनेर भन्नु भएको थियो। अनि अर्को कुरा के भन्दाखेरि चाहिँ मसँगै मेरो फोटोहरु सँगै अनि पछि अर्को त्यो केटाको पनि फोटोहरु हजुरहरुले लाएर जे पाए त्यही अनि उसको बारेमा पनि भन्नु भएको छ, गर्नु भएको छ। उलाई मैले चिनेको छु, मेरो साथी हो। अब अमेरिकामा कोही बसिराख्नु भएको छ, यो भिडियो हेरिराख्नु भएको छ भनेपछि उहाँहरुलाई थाहा होला